दर्शक ब्रेनहरू र आज म फेरि तपाईहरुलाई यो हिजो रोस्ट गरेर 24 मिनिमम 24 आवरसम्म चाहिँ खुला एयरमा राखेर यसलाई मैले कफी बिनलाई यो बोतलमा यसरी चाहिँ राखेको छु। हेर्नुस्, तपाईं हेर्न सक्नुहुन्छ र यसलाई म अब ग्राइन्डिङ गर्नेतर्फ राखिरहेको छु। यसलाई ग्राइन्डिङ गर्दाखेरि चाहिँ हामीले विशेष गरेर यसको टाइमिङमा ख्याल गर्नुपर्छ। खास भन्दाखेरि चाहिँ 3 सेकेन्ड यसलाई ग्राइन्ड गर्ने अनि फेरि रेस्ट दिने, फेरि 3 सेकेन्ड ग्राइन्ड गर्ने अनि फेरि रेस्ट दिने। यसको मुख्य अर्थ चाहिँ यो ग्राइन्ड गर्दा पनि त्यसमा हिट जेनेरेट हुन्छ नि त। त्यो हिट जेनेरेट भयो भने चाहिँ त्यो कफीको एरोमा जुन फ्लेभर हुन्छ त्यो चाहिँ लस्ट हुन्छ भनेर हामीले त्यस्तै भन्ने मान्यता अथवा प्राविधिक रूपले चाहिँ त्यो कुरा टेक्निकली त्यो कुरा भनिन्छ। त्यसले गर्दाखेरि यो चाहिँ मुख्य त्यो हो, हामीले त्यो रेस्ट दिँदै एकछिन रेस्ट गर्ने अनि फेरि ग्राइन्ड गर्ने, एकछिन रेस्ट गर्ने गर्नु पर्दछ। र मैले ग्राइन्ड गर्नलाई रेडी गरेर राखेको छु र यसमा यो हालेर हेर्न सक्नुहुन्छ। यो 200 ग्राम मध्येमा आधी मैले यसमा राखेको छु। यो चाहिँ क्वान्टिटी चाहिँ आफूले आफ्नो यो ग्राइन्ड गर्ने जुन मेसिन छ त्यस भाँडो त्यसको क्षमता अनुसार हामीले गर्नुपर्छ। ठुलो छ भने त अब त्यही अनुसारै हामीले हाल्नुपर्ने हुन्छ। यो चाहिँ ठिक्कको भएकोले गर्दाखेरि मैले यति हालेको छु। यसले गर्दा मजाले ग्राइन्ड गर्छ। धेरै भयो भने पनि त्यसमा चाहिँ त्यो मेसिनलाई लोड पर्छ। लोड परेपछि त्यसमा चाहिँ भने जस्तो ग्राइन्ड पनि हुँदैन र त्यसमा बढी हिट भयो भने त्यसले फेरि त्यसको फ्लेभरलाई चाहिँ चेन्ज गर्ने भएकोले गर्दाखेरि यसलाई चाहिँ ग्राइन्ड गर्दा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ है मित्र। अब म बिस्तारै यसलाई ग्राइन्ड गर्नेतर्फ गइरहेको छु, तपाईँ हेर्न सक्नुहुन्छ। ल हामीले 3 सेकेन्ड ग्राइन्ड गर्ने र 5 सेकेन्ड चाहिँ हामीले रेस्ट दिनुपर्ने हुन्छ। अब यो 5 सेकेन्ड रेस्ट दिइसकेपछि फेरि कुलिङ डाउन हुन्छ अनि फेरि हामीले चाहिँ ग्राइन्ड गर्नुपर्ने हुन्छ। यो चाहिँ हामीले यो प्रोसेस चाहिँ लगभग 8-10 पल्ट हामीले गरिसकेपछि यो कन्टिन्युस कम्प्लिट हुन्छ। हामीले एकपल्ट खोलेर हेर्न सक्छौँ। हामी यो 3 पल्ट यो दुई पल्ट गरिसकिएको छ। बिस्तारै खोलेर हेर्न सकिन्छ। हेर्नुहोस्, लगभग अब यो 2 पल्ट मात्रै भएको छ। अब फेरि एकपल्ट यो चाहिँ हाम्रो के भने यो चाहिँ मिडियम रोस्ट भन्छ हामीले गरेको चाहिँ। यो लाइट रोस्ट गरेकोले चाहिँ कस्तो हुन्छ भन्दा त्यसमा नेचुरल कफीको अलिक नेचुरल फ्लेभर हुन्छ। यति हेर्नु त तपाईँले यो अहिले ग्राइन्ड गर्दा नि यति राम्रो स्मेल आइरहेको छ। अहिले माथिदेखि नै पुरा स्मेल एरोमा आइरहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ। यो चाहिँ मिडियम रोस्ट भन्छ हामीले गरेको यो। अर्को चाहिँ डार्क रोस्ट भन्ने हुन्छ, त्यसले चाहिँ अलिक बिटर फ्लेभर अनि डार्क कलरको हुन्छ। यो चाहिँ हामीले मिडियम रोस्ट गरेको हुनाले हामीले फेरि यसलाई अब 3 सेकेन्ड गरेर फेरि हामी 5 सेकेन्ड यसलाई रेस्ट दिन्छौँ। र जति हामीले यसलाई त्यसो गरेर 8-10 पल्ट गरिसकेपछि यसको चाहिँ कम्प्लिट हुन्छ। यो अब 3 पल्ट भएको छ यसरी तपाईँ हेर्न सक्नुहुन्छ। अनि यसमा अनि यो गरिसकेपछि हामीले बेला बेला चेक पनि गर्दै गर्ने। यति राम्रो हुँदैछ, हेर्नुहोस्, तपाईँ हेर्न सक्नुहुन्छ। राम्रो कलर आइरहेछ। यो मिडियम रोस्ट हो, यसलाई चाहिँ मिडियम रोस्ट भएकोले गर्दा यस्तो भएको हो, तपाईँ हेर्न सक्नुहुन्छ। तपाईँ हेर्नु सक्नुहुन्छ दर्शक ब्रेन। यो मैले 3 सेकेन्ड घुमाएर 5 सेकेन्ड रेस्ट दिँदै मैले 8-10 पल्ट त्यसरी गरेर यो कफी पाउडर एकदम रेडी भइसकेको छ। यसको एरोमा अहिले माथि मैले भनिरहँदा यहाँदेखि नै यसको एरोमा यस्तो दामी एरोमा नेचुरल फ्लेभर आइरहेछ। यसको स्मेल तपाईँ हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त, यो यति पाउडर मजाले पाउडर भएको छ। यो चाहिँ हाम्रो अघि नै पनि तपाईँलाई मैले भने यो मिडियम रोस्ट हो। अब यसलाई यो मेरो कम्प्लिट भइसकेको छ। अब तपाईँ चाहनुहुन्छ भने अलिक बढी अझ योभन्दा पनि पाउडर गर्न चाहनुहुन्छ भने तपाईँले यसलाई अझ फेरि 10 पल्टको सट्टामा 15-16 पल्ट गरेर तपाईँले बनाउन सक्नुहुन्छ। यति राम्रो भएको छ। हेर्नु त, कलर पनि कति राम्रो आएको छ। यो मिडियम रोस्ट खालके कफी बनाएको हामीले। अब यसलाई हामीले बनाउनको लागि
मैले यहाँ कप पनि रेडी गरेर राखिरहेको छु। यसमा 10 ग्राम कफीमा 150 ml वाटर, बोइल वाटर हामीले ल्याउनु पर्ने हुन्छ। पानी पनि रेडी उम्लिरहेको छ। यसलाई हामीले 2टा टेबल स्पुन चम्ची भन्नाले यसको चम्चीको 2 चम्ची अन्दाजले गर्दाखेरि चाहिँ एक चम्ची बराबर 5 ग्राम हुन्छ। 2 चम्ची गऱ्यो भने 10 ग्राम हुन्छ। म त्यो हाल्दैछु। यसरी हामीले 2 चम्ची यहाँनिर हालेपछि यसमा यसरी तपाईँ हेर्न सक्नुहुन्छ। यो अन्दाजी तपाईँलाई मेथड मात्रै सिकाइरहेको छु। यसरी हामीले हालिसकेपछि यसमा अब पानी 150 ml पानी लगभग हामीले हाल्नुपर्ने हुन्छ। त्यो हालिसकेपछि खास चाहिँ भनाइ के छ भन्दाखेरि अझ यसको पुरा फ्लेभर लिने हो भने चाहिँ यसलाई फेरि पानी हालेर लो फ्लेममा त्यसमै त्यो पकाउने प्यानमै हामीले भाँडोमै राखेर लो फ्लेममा 1 देखि 2 मिनटसम्म अथवा 2-3 मिनटसम्म चाहिँ हल्का हामीले तताउनु पर्ने हुन्छ। तताइसकेपछि हामीले फेरि त्यसलाई छोपेर राख्नु। यो अन्दाजी 150 ml हामी पानी हाल्दैछौँ हामीले। अझै हाल्नुहोस्, अझै हो त्यति नै, लगभग 150 ml जति छ यो अन्दाजी। अब यसलाई हामीले चाह्यो भने यतिकै घोलेर अनि 1 मिनट जति हामीले यसलाई मजाले घोलेर हामीले यसलाई चाहिँ रेस्ट दिनुपर्ने हुन्छ। अझ त्यो फ्लेममा राखेर भने यसरी 2 देखि 3 मिनटसम्म सानो फ्लेममा हामीले तताएर त्यो पकाउने भाँडामा राखेर अनि फ्लेम मारेर अनि हामीले फेरि 1 मिनट रेस्ट दिनुपर्छ। किन हामी यो लोकल आफैले ग्राइन्ड गरेको हो। यसमा केही त्यसको मसिनो नपिसिएकोहरू हुनसक्छ। त्यसपछि हामीले त्यसलाई फेरि अर्को कपमा छानेर खान पनि सकिन्छ। त्यो यत्तिकै पनि हामी खान सक्छौँ। यो चाहिँ हामीले यत्तिकै अलिक पाउडर बढी बनायो भने चाहिँ छान्नु परेन। पाउडर राम्रो भएको छैन भने चाहिँ छानेर खाँदा पनि हुन्छ। दर्शकवृन्दहरू, यो तपाईँलाई अब एकदम यो कफी रेडी भएको छ। रेडी टु ड्रिङ्क लोकल कफी। यो मैले तपाईँलाई स्टेप 5 अन्तर्गत देखाइरहेको छु। किनभने मैले यो बोटमा टिपेदेखि त्यसपछि फेरि अनि कसरी त्यसलाई प्रोसेसिङ, त्यसलाई सुकाउने, अनि त्यसपछि कसरी फर्मेन्टेसन गर्ने, अनि त्यसलाई त्यसको डिहलिङ कसरी गर्ने, त्यसको बोक्रा कसरी निकाल्ने, अनि कति दिन फेरि मेचुरेसन गर्ने भनेर सबै तपाईँलाई मैले देखाएर यो अन्तिम चरण बोर्डदेखिको यहाँ अहिले कपमा टेबलमा आइसकेको छ। यसरी चाहिँ हामीले यदि अलिकति इन्ट्रेस्ट गऱ्यौँ, अलिकति हामीले मेहनत गऱ्यौँ भने बजारको महँगो कफी भन्दा पनि आफ्नै बारीमा आफ्नै हिसाबले एकदम नेचुरल फ्लेभरको नेचुरल टेस्ट हामीले लिन सक्छौँ दर्शकवृन्दहरू। र यति भन्दै म तपाईँबाट बिदा हुन चाहन्छु। र तपाईँले यो भिडियो तपाईँलाई कस्तो लाग्छ, यदि तपाईँलाई राम्रो लागेको खण्डमा तपाईँले लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला भन्दै तपाईँहरूसँग बिदा हुन चाहन्छु। र आगामी दिनहरूमा अझ थुप्रै मह सम्बन्धी अनि अर्ग्यानिक थुप्रै तरकारीहरू हुन्छ त्यो सम्बन्धी पनि अनि अरू थुप्रै विषयहरू मेरो कन्टेन्ट छ। म एउटा प्राविधिक पनि हुँ। त्यसले गर्दाखेरि त्यो कुराहरू कसरी केमिकल चेन्ज हुन्छ त्यो कुरा मलाई सबै अन्दाज छ। तपाईँलाई सक्दो मबाट भएको ज्ञानहरू तपाईँहरू समक्ष पस्कन चाहन्छु भन्दै यहाँहरूसँग बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।